गाइस वेलकम ब्याक टु माई च्यानल इट्स मिडिया तामाङ। फेरि पनि तपाईँलाई वेलकम छ शिवान्स मम ड्याड भ्लगमा। एउटा न्यू भ्लग लिएर फेरि पनि शिवान्सको मम तपाईँहरूको सामने हाजिर हुनुभएको छ। आज पनि म तयारी भएर तपाईँलाई भेटिराखेको छु। आज चाहिँ हामी मङ्पू गएको भाइको अब आज चाहिँ दाल भातहरू छ, बिहा आउनु पनि अब कति दिन पनि छैन, त्यही भएर चाहिँ अब हामी गएको। अब चाहिँ हामी सिधा बस्दै गएको नि त, त्यसको लागि चाहिँ हेर्नु नि लगेजहरू यस्तो हुन्छ। नानी भएपछि चाहिँ हरेक चिज बोकेर उसको जरुरतको चिज बोकेर जानै पर्यो हो। अब हामीलाई पो यताउता एडजस्ट भइहाल्छ, नानीलाई त त्यो मिल्दैन फेरि। सम्झिँदैछ अझै कि छोडियो कि लानुपर्ने भन्दै यस्तो छ गाइस। अब चाहिँ हामी गएको, हेरिराखिदिनुहोस्, माया गरिराखिदिनुहोस् गाइस। अब चाहिँ हामी निस्केको यस्तो छ है गाइस। अवस्था चाहिँ हाम्रो बोजू पनि राम्री भएर अब अरू बेला भास्लङ भुस्लङ त देखाउँछ अरे, आज राम्ररी हुँदाखेरि देखाउँ न। त्यही त हेलो गाइस भनिदिनु न अन्त, राम्री बोजू ए भाइ के राम्री हौ आज लान्छ होला हौ सिम्प्लेमा। अब चाहिँ हामी निस्केको हामी चाहिँ गएको भनिदेऊ न अन्त, कहाँ गएको भनिदेऊ न। अर्कालाई पनि सोधिनेको ए तेरो मान्छेले फोन गर्दै हो, अर्कालाई कोही सोध्यो, अरूले कहाँ चिन्छ त म चाहिँ अहिले भर्खरै आइपुगेँ। यहाँ चाहिँ बेहुला 12 बजी त लाग्छु होला घर। मेरो आउटफिट हेर्नुहोस् न तपाईँले, ब्युटीमा छ। मुला पनि भन्ने थियो नि त, ए भएर बसिराखेको छु गाइस। अहिले चाहिँ यस्तो छ, खानसान पनि केही छैन। मेरो नानी चाहिँ खेलिरहेको छ, बेहुला र बेहुली रेडी भइरहेको छ। र सहज भाषामा हामी भन्ने गर्छौँ दाल भात होइन। र हामी दाल ढेँडो कार्यक्रमको तिर लम्किरहेको छौँ। र सर्वप्रथम म हाम्रै सङ्गठनका सभापतिज्यूलाई म आग्रह गर्न चाहन्छु कि आजको यस सभालाई हामीले उहाँलाई सभापतित्वको भार सुम्पिन लागिरहेको छौँ। किनकि कुनै पनि सभालाई सुचारू रूपले सञ्चालन गर्न निम्ति हामीलाई सभा अध्यक्षको खाँचो पर्न जान्छ। र सभा अध्यक्षको निम्ति म हाम्रो सङ्गठनकै श्रद्धेय दाई श्रीमान रितेश मगरज्यूलाई सुम्पिरहेको छु। र सभाध्यक्षको भार पश्चात म सोझै हजुरहरूलाई आजको यस कार्यक्रममा उपस्थिति आफ्नो बहुमूल्य समयलाई उपस्थिति दिएर अघि सक्नुभयो है। र हजुरहरूका एकदमै म परिवार पक्षको निम्तिबाट पनि हजुरहरूलाई छयङले टक्राउँछु। र उस्तै प्रकारले हाम्रो परिवार पक्ष अन्य समुदायको छोरी आज गिरी परिवारको छोरी हाम्रो पिटोकोटी परिवारमा भित्रिएर ती नानीको भोलि दिनमा कुनै प्रकारको कार्यकलाप होस् अथवा कुनै प्रकारको सुख अशुभ यस परिस्थितिमा नानी हाम्रो मगर समुदायले उहाँलाई नानीलाई हाम्रो समुदायमा हो भनेर नानी तिमी चिनिराख्नुपर्छ। बाजे बाजे यसै कार्यक्रमतर्फ लागिरहेछ र सबलाई धन्यवाद दिँदै म सोझै फेरि कार्यक्रमतर्फ लागिरहेको केवलको भाइहरूसँग उनीहरूसँग अलिक चिनाजाना गराइदिनु पर्ने थियो। ए हुन्छ सबैलाई
यो चाहिँ हाम्रो लोकल अब यो खालि गाममा खाएर चाहिँ कोदो दाल बेहुली गाइस मैले चाहिँ हिजोको भ्लगलाई चाहिँ कन्टिन्यू गरिराखेको छु। हामी त्यहाँनिर भएर बजार जान आँटेको। पनि सर्दैछ। आज चाहिँ हामी बजार जान आँटेको। अलिअलि सपिङ गर्नु छ, त्यसको लागि चाहिँ भोलि गाइस अहिले भेट्छु बजारमा। घुम्छौँ बेबी हामी गएको भन्थ्यौ बेबी हामी चाहिँ भर्खरै बजार आएर पनि यहाँनिर हेर्दैछु सामानहरू हेरेपछि हामी चाहिँ नानीको आमा त्यस्तै हुन्छ मिल्दैन अलिक तिनवटा लैजाऊ हेर्दैछु मार्कर पानी परेको अवस्था यस्तो भयो त्यस्तो भयो। पानी परेर यहाँ जडो भएर ओत लागिरहेको छु। मण्डप चाहिँ यहाँनिर बनिँदैछ। पानी परेर कस्तो किचिक भइरहेछ। मेरो छोरा र आँसु चाहिँ यहाँ आउँदैछ। हेलो गाइस यो चाहिँ नेक्स्ट डे हो। आज चाहिँ शादीको दिन। मैले चाहिँ सबै ब्लगलाई चाहिँ कन्टिन्यू गरिराखेको छु। यहाँ चाहिँ बेहुला र बेहुलीको फोटोसुट हुँदैछ। मेरो सामान हो नि त। आमा टाउकोमा रुमाल लगेको